हेलो सबैलाई नमस्कार। म आज फर्स्ट ब्लग बनाउनलाई यतातिर निस्किएको छु। यता हेर्नुहोस् म कता जाँदैछु हेर्नुहोस् है तपाईहरु। यो जंगल छ यतातिर। यो के हो? के रुसको फल लाग्छ। मैले खास यसको फलको नाम चिन्न सकेन। यता हेर्नु पुरा जंगल छ यता। कोइली भासिरहेको छ यतातिर बाँसको झाडीमा। यो हेर्नु सुन्नुहोस्। यतातिर जंगल छ है। म बिस्तारै अघि बढ्दैछु। बिस्तारै म अब जंगल छोडेर अलि तल आउँछु। यसलाई भन्छ लभ डाँडो भन्छ यसलाई। यता हेर्नु पुरै बाँसको जंगल सिस्यौं छ। उत्तिस छ यतातिर। यतातिर पनि सबै उत्तिस बाँस सिस्यौं। यसलाई हाम्रोतिर भिमल भन्छ। त्यो सबै छ। यतातिर पुरै खुल्छ छ यतातिर। यतातिर खोल्छ। यता किमको रुखनी छ उतातिर। यताबाट यो खास देखिरहेको यो यता बुढानीलकण्ठ 4 नम्बर वडा पर्छ यो। त्यतातिर च्यासिन्टुल भन्छ यो साइडलाई। उता माथि छ नारायणथान पनि देखिँदो रहेछ यहाँबाट। उता पानी ट्याङ्की रहेछ एउटा ठुलो ओभरहेड ट्याङ्की भन्छ त्यसलाई। माथिबाट लिएर बनाएको ट्याङ्की हो त्यो। म बिस्तारै तल झर्दै तल जान लाग्छु। यता हेर्नु फलफुलहरु यतातिर घाँस नि दामी रहेछ। यो सरकारी जग्गा भएको हुनाले यस्तो बसिरहेको छ यतातिर। यता ऐँसेली पनि रहेछ यतातिर। ऐँसेली फल्या रहेछ। अब म एकछिन गएर खान्छु त्यसलाई। यता हेर्नुहोस् मकै पनि बढिरहेको छ। मकै फल्न यता नि एउटा बाँसको झ्याङ रहेछ। यता नि ऐँसेली रहेछ फेरि। यो त खाएर सकिसक्यो रहेछ यो त। त्यहाँ रोड बन्दै रहेछ भर्खर नयाँ डिन बनाएर एउटा पुल पनि बनाइरहेको रहेछ त्यहाँनिर सानो। ग्रेन्डी सिटी हस्पिटल पनि देखिँदो रहेछ यहाँबाट। हेर्नुहोस् ग्रेन्डी हस्पिटल। यता पनि पुरै जंगल। ल है म अहिले भिडियो अन्त्य गरेर अब कोठातिर जान्छु।